Hello guys. Welcome to our new vlog. हामी चाहिँ आज ओरी पार्क जाँदैछौँ होइन आइपुगिसक्यो हाम्रो ओरी पार्क चाहिँ आइपुगिसक्यौँ सो गाइस भ्यू चाहिँ ओरी पार्क होला फुकुका टावर देखिरहनु भइरह हजुरहरूले त्यहाँ हामीलाई यता देख्नुहुन्छ सबले हेलो कहाँ जाँदै हुनुहुन्छ आज हामी आज ओरी पार्क आइसक्यौँ ल जाँदै होइन आइसक्यौँ कतिको रमाइलो लागिरह भन्नु न रमाइलोको कुरा नगरौँ 2 महिनापछि आज आउने दिन जुरेको छ हामीलाई यहाँ सब आइसक्यो हामी मात्रै बाँकी है मात्र बाँकी थियो छुट्टै आनन्द ल तपाईँ गाइड गर्नु नि त आजको गाइड गर्नु तपाईँ फर्स्ट टाइम आए पनि यहाँको सुन्दरताको बयान गरिदिनु होला सुन्दरताको बयान म कहाँबाट स्टार्ट गरेर कहाँ गएर इन्ड गरौँ नै थाहा छैन कन्सल्ट गर्छ गाइड लन्च ब्लगर हो हिँड्नु न के हो त्यो थाहा छैन तर त्यो तर यो ऊ होला नि त वाटर प्लान्ट होला नि त समथिङ केही वाटर प्लान्टहरू अरूलाई स्पेस दिनुपर्छ घुम्दैछौँ जाँदैछौँ भने आइपुगिसके घुम्दैछौँ हामी ठुलो रहेछ पार्क चाहिँ यता हेर्नु हेलो कति हाल्नु यहाँ हामी माथि पनि हेर न फर्सी जस्तै यहाँबाट माथि जाउँ न एकचोटि के हो थाहा छैन यसै फर्सी जस्तै भन्दाखेरि नेपाली त देखाउनै पर्यो नेपाली पनि त हुनै पर्यो ल गइदिउँ केही छैन जान पाइन्छ पाइँदैन यहाँ चाहिँ तपाईँहरूले काफल देख्न सक्नुहुन्छ गेडी काफल यहाँ चाहिँ टिप्न सकिन्न यो भित्र चाहिँ जान पाइँदैन जस्तो लागिरह ल मलाई लग्नु होला काफल टिप्नको लागि जान पाइन्छ कि पाइँदैन हो ल हिँड्नु न जाम हेर्दै जाम कता कता छ के अहिले चाहिँ प्लास्टिक याद आइरह मैले त ल्याखेँ दिदी एउटा चाउचो छ त्यो चाउचो खाऊँ अनि त्यसमै हालिदिउँ अब नटे बोतलको पानी फालौँ ल बोतलभित्र हालौँ ल ल पानी चाहिँ अब खाएर सिधै दिइहालौँ है त अब एक प्याकेट चाउचो छ सही के गर्नु जाबरमा आएर चाहिँ जाम अहिले त्यहीँको मिल्छ भने त्यहीँ टिपौँ है सोधेर के सोध्नु पर्ला र यहाँ हल्लाइदिने झरिहाल्छ नि जान पाइन्छ होला कि तर पाइन चाहिँ यो चाहिँ बगैँचा चाहिँ कति राम्रो बगैँचा रहेछ यहाँ अनि म पनि छु यहाँ मै बोलिरह हो यता को बोल्यो भनेर भन्नुहुन्छ ल के हो काफल यहाँ मलाई चिन्नुहुन्न भने चाहिँ मेरो नाम चाहिँ मुना गुरुङ अनि उहाँ चाहिँ सृजना दिदी कुँवर अनि उहाँ चाहिँ नवीना श्रेष्ठ अनि उहाँ चाहिँ अनुश्री सिलवाल हातमा यसरी राखेर कफल खाने हो भाइ आऊ साथीहरू लिची चाहिँ छैन रहेछ अनि त यहाँ हेर न काफल बाई बाई गाइज काफल त्यहाँ हेर्नुहोस् धन्यवाद अनुश्री दिदी हेलो
आफै झराएको दुईवटा कस्तो राम्रो आफै झराएको तपाईँले धर ल पाऊ काका यति टिपे ल म त्यो उता माथिको लम्बो त लम्बो त उता माथिको भाग तल आइदिनु जान्थे उद्याको जस्तै रहेछ टु बी कन्टिन्यू कन्टिन्यू चाहिँ अब पार्टमा अब मिलाएर हाल्दैछौँ हामी चाहिँ चट्ट भएर फोटोहरू दुईजना खै त एकजना कहाँ जानुभयो आउनु हेर्नु त दिदी अगाडि कस्तो आइरहेको काफल पनि खाइयो ठिक छ अनि माथि माथि छाड होइन सिधा छाड बाहा अनुहार देखाएको छ सबै कस्तो राम्रो ओरी पार्क टुर हान्दैछौँ 2 महिनापछि 2 महिना तर ठुलो रहेछ है पार्क त नि त मैले देखेँ यहाँ चाहिँ कति धेरै काफलहरू रहेछ तर छोटो टिप्न सक्ने हामी चाहिँ सब सकाइसक्यो हामीले गाई अनि सिधिसकेपछि काफल चाहिँ खाना त खाइयो धेरै खाना चाहिँ पाइएन जे होस् मुखा हाल्न पाइयो पायो त्यति जापानको काफल चाख्न पाइयो अनि हाम्रो यहाँ 2 जना हुनुहुन्छ बिस्तारै चट्ट भएर यो 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 ओरिपार चाहिँ लास्ट ठुलो गरे अब हामी चाहिँ भर्खर 100मा 10% भाग घुम्यो होला अब चाहिँ 90% भएको छ तर मौसम यस्तो हुँदैन गर्मी चाहिँ फेरि भन्नु अनि के हुँदैछ कतिको एक्सपिरियन्स हुँदैछ पानी पर्दैछ घाम लाग्दैछ पानी परे पनि गर्मी भइरहेको काफल छ नि यहाँ काफल छ नि यहाँ तर के गर्नु टिपेर खान सक्दैनौँ हामीले रूपमा झर्न पाइँदैन परेर तलबाट हेर्नै सयो गरेर झर्ने भए पनि नि गरिदिएर गरेर बस्थ्यो तल तर पार्क चाहिँ एकदम राम्रो घुम्न लायकै छ है एकदम तर यहाँ चाहिँ पिकनिक आएर खानलाई राम्रो राम्रो स्पोट जस्तो देखिएँ मैले यतातिर हामी आउनेछौँ फेरि एकचोटि काफल खान तन्ना लिएर भन्ने अरे के काफल खाना चाहिँ होइन पिकनिक खाना चाहिँ अब पैसा कमाएपछि चाहिँ पिकनिक खान आउनेछौँ हामी यता प्योर है त मान्छे तर हामी साइकल लिएर आयो भने खतरा हुन्थ्यो है अन्त होला है ठाउँ त होला नि यहाँको माथि के जङ्गलको तर हामी के माथि चढेनौँ त अहिले फर्किँदै चढ्नु ल अब फर्किँदा कुन बाटो पुग्छ हो थाहा छैन फर्सी भनेको थियो नि यहाँ बाटो बाटो जाने यो माथि उयो माथि रहेछ त अब टिपेर खान सकिँदैनन् जापानको बाटो भेट्दा सक्दैछ आइसकेछ हामी आउनु ढिला भन्छ नि त पाइन्छ कति पुगेर अब हामी फेरि ओपन ठाउँमा ओरी पार्क आइपुग्यो हामी चढ्ने ल हामी खोलामा अहिले त नो मनी नो हामी के गर्नु गाह्रो छ बिउहरू होला के फुलको बिउहरू झार ग्राउन्ड बनाउनु त्यस्तै बनाउनु हो कि बारी अब तपाईँहरूलाई यहाँ त्यो पारी पुग्नु र टाउ पुगिन्छ जस्तो त्यहाँ ढुङ्गा देख्न सक्नुहुन्छ हामीले चढ्न सकिन्छ त्यो ढुङ्गा तर के गर्नु पैसा छैन हामीसँग यतातिर होटेल पनि रहेछ अब यो चाहिँ हाम्रो अहिले चाहिँ अलिकति बाहिर छ अलिकति होइन ओ माछा हेर्नुहोस् त गाइजहरू हजुरहरूले माछा देख्नु भएन यो तरकारी खानु पाएँ हेर त्यहाँ के उफ्रियो हो बगुला यहाँ छ चटोला त्यहाँ के हो पटुक गरेको थियो ल हेर्नुहोस् त हाम्रो 1 हप्ताको छाक खानेकुरा भने केही पनि छैन के दिनु साथी तिमीलाई भोलि पर्सि हामी तिमी कति ठुलो भइछौ धेरै दिएर त होला नि यत्रो ठुलो भए यसले बुझेको होला कि है हामीले दिन्छ भनेर होला आ गर्दै हाल्छ गयो नि त केही नदिएर वाउ गयो बाई बाई अब पैसा कमाइसी आउँछौँ हामी तिमीलाई पछि भेटौँला ओ यहाँ नि अर्को 2 हप्ताको 2 हप्ताको छाक
दुई हप्ताको यो 1 हप्ताको त्यो त्यही भएर 2 हप्ताको छ यहाँ रहेछ के गर्नु यहाँ अर्को कलरको माछा देख्यौँ हामीले हेर्नुहोस् आमा कत्रो ठुलो आँखा हो र तिम्रो त आँखा देख्दै डर लाग्दो हो मोबाइल खसल होला ब्यारी खसाउँदैन दिदी कस्तो कत्रो ठुलो त्यो त 2 हप्तै पुग्छ यो त मान्छे खान्छ सकिया हो यसले उही जस्तो देख्यो निकाल्नु पर्छ कि हो आँखा नि कत्रो ठुल्ठुलो हो तिमीहरूको त बाबै आउन सक्नु न झ्याप्प समाउनु क्या दुईजनाले सक्ला नि त्यो लेउ भरिया हुन्छ ढाडमा चिप्लिहाल्छ यो बेच्न लान्छ होला है पछि कि पाले के हो के थाहा आँखा नि कत्रो डरलाग्दो हो माछाको नि यस्तो डरलाग्दो आँखा हुन्छ भनेर फर्स्ट टाइम देखेँ रुखको बाहिर निस्किहाल्छ है जापानको माछा राम्रो हुँदैन रहेछ यहाँ डरलाग्दो हुँदो रहेछ आँखा चाहिँ ठुलो हुन्छ नि त्यो हाम्रो नेपालतिर त सानो सानो हुन्छ च्याप्प समाउँदाखेरि You can look it guys. यहाँ माछाको बथान हेर्नुहोस् 1 महिनाको तरकारी हुन्छ होला हामी चाहिँ अब यहाँ यो ग्रिन कलरको यहाँ जाँदा हामी यहाँ जाँदैछौँ हामी Please look at the view. Look at the view. हामी जाँदैछौँ छाता ओर्दै हुनुहुन्छ उहाँले चाहिँ हावा सँगसँगै पानी पानी सँगसँगै घाम यत्तिकै हुनु पर्ने लाइभमा हेर न मेरो भ्लगमा हेर न छाता बन्द गरौँ पानी आयो क्या हावा आउँदा नि गर्मी भइरहेको हावा आउँदा पानी आउँदा शीतल हुनु पर्यो गर्मी भइरहेको ऊ त्यहाँ हामी कहाँबाट आएको हामी ऊ त्यहाँबाट उताबाट उताबाट यत्रो घुमेर यहाँ आइसक्यो अझै घुम्यो भने त उता पनि छ है राउन्ड त पुरै ए उतातिर पुगे नि छ कता कता जानुपर्छ हो हराइसक्यो त्यो फुकुका टावर हामीले यहाँ आएर चाहिँ के हेऱ्यौँ नि उता जाऊँ न त्यो भित्रबाट आउँदै कस्तो भन्नलाई पनि के पनि नभएर भने केही शब्द त होला नि अनुसुरी आउन केही शब्द बोल न आऊ त गफै आएन क्या आज त आउन छ्या। गफ गर्न छिटो अलि छिटो हिँड न हामी चाहिँ अघि खाना खाएर निस्क्यौँ अब खासमा भन्नुपर्दाखेरि हाम्रो आज र भोलि बिरात थियो त्यही भएर घुम्न आएको अरूहरू हामीभन्दा 1 महिना पछाडि आएको मान्छेहरू घुमेर दुईचोटि घुमिसक्यो हामी फर्स्ट टाइम आउँदैछौँ रमाइलो भइरहेको रमाइलो लागिरहेको माछा देख्यो हामीले धेरै माछा देख्यो आज हामीले माछा थरीका माछा देखे किलो है नि रमाइलो रहेछ अनि हामी छौँ यता चाहिँ यो चाहिँ किमोनो हो खासमा होइन जापानिज ड्रेस हो कल्चरल ड्रेस अनि हामीलाई यही लाउन त धेरै रहर छ के गर्नु पैसा छैन हामीसँग देवा मारु क्या गर्नु देवा मारु ल हामी यहाँ जाँदैछौँ भिडियो बनाउनलाई ल भिडियो अब चाहिँ हामी जाँदैछौँ है हामीले आएर टिकटक बनायौँ फोटो खिच्यौँ भिडियो बनायौँ काफल खाने हो अब हामी घर जाँदैछौँ है त सिद्धियो आज वरि पार्कको टुर सिद्धियो आज बोल्ने हौसला बोलो बोलो खोला चाहिँ यही हो है हेर्नुहोस् होला कतिको राम्रो छ आँखा नि हेरेर हेर्नु होला हिलोतिर पुग्यो भने बर्बाद हुनेछ है त कतिको रमाइलो भइरहेको अनुश्री आज विशाल नबिलाको खुट्टा दुख्या भनिरहेको थियो अम्लामा मलाई घुमाइदिएको चाहिँ टिकटक हेर्नु होला सबले गएर अनुश्री सिलवाल छ होइन हामी टिकटक
टिकटक पनि हाल्छौँ फोटो पनि हाल्छौँ भ्लग पनि हाल्छौँ टिकटक पनि सानो सानो बनाउँछौँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला मिनी भ्लग बनाउँछौँ भन्नु न ए मिनी भ्लग मिनी भ्लग बनाएर अलिक हाल्नेछौँ हामीले एडिट गरेर कति बजीतिर हाल्नुहुन्छ भन्नुहोस् एडिट गर्दा हालेपछि म भोलि तिमीलाई पर्छ उसको भोलि ल ठिक छ पख्नु हाम्रो एउटा साथीलाई पर्खिनु पर्ने हुन्छ कि उहाँ चाहिँ ऊ खुट्टा दुख्यो। हिँड्न नलाउ नानी भन्दा भनेर नि त्यही मलाई नि लाला भनेर म लाइरहन्थेँ भएर बोक्न सक्यो त बोक्छ अन्त बोक्न सक्दैन के गर्नु के थाहा कहाँबाट पुग्छ थाहा छैन ल हिँड्नु देखाउँ त गाइड हाम्रो आजको गाइड फरक लाएर आउनु भएको हो गाइड चाहिँ फरक अनि अलिकति ठुलो ठुलो भएको थियो भने होइन ल हामी चाहिँ अब ठिकै छ अब हामी जाँदैछौँ है त गाइड बाई बाई आजको लागि यति नै भन्न चाहन्छु तपाईँहरूले प्लिज 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 हाम्रो ब्लग सृजना कुवारको मिनी ब्लग चाहिँ हेरिदिनु होला लाइक टङ गरिदिनु होला बाई 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 बाई